ड्र म्याड्रिडको ड्र गेम हेर्दा हेर्दा आँखा पाकिसकेको थियो, ज्यान थाकिसकेको थियो। चिया पिउँदा गुलियो चिया पनि फिक्का लाग्न थालिसकेको थियो। भने बल्ल आएको छ बार्सिलोना भर्सेस एटलेटिको माड्रिडको गेम, जसमा आजसम्म टोटल गेम गरेर 43 म्याच भइसकेको छ र यो आजको गेमले गर्दा 44 गेम हुनेवाला छ र यसमा 12 गेम ड्र भएको छ भने 25 गेम बार्साले जितेको छ र एटलेटिको म्याड्रिडले 6 गेम जितेको छ। भने यसपालिको सिजन एटलेटिको म्याड्रिडको एकदम राम्रो भएको छ। यसपालिको सिजनमा एटलेटिको म्याड्रिडले लगातार 7 गेम जितेर आइरहेको छ भने बार्सिलोनाको गेम भने यसपालिको सिजनमा थोरै खस्केको छ। जुन आज राति यानि कि अक्टोबर 3 1:45 AM मा हुन लागेको गेम बार्सिलोना भर्सेस एटलेटिको म्याड्रिड, कसले जित्छ होला त? प्रेडिक्सन गर्न नबिर्सिनु होला अनि च्यानललाई सब्स्क्राइब पनि गर्नु होला है।